नमस्कार, म लोप्साङ तामाङको तर्फबाट भाइटिकाको हजुरहरू सबैलाई धेरै धेरै शुभकामना। आज म कयौँ साल बाद आफ्नो दिदीसँग भाइटिका मनाउन आउनु पाउँदा पनि मलाई धेरै खुसीको फिल भइरहेछ। र देश विदेशमा रहनुभएका साथीहरू कामको सिलसिलामा धेरै नै व्यस्त हुनुहुन्छ होला। फेरि पनि आज हाम्रो दाजुभाइ दिदीबहिनीहरूको एउटा भेट हुने मुख्य दिन थियो। तपाईहरूले आफ्नो दिदीबहिनी तथा दाजुभाइहरूलाई सम्झिदिनुहुन्छ भन्ने म आशा राख्दछु। पहिला र अहिलेको तिहारमा धेरै परिवर्तन भइसकेछ। कारण के हो भने हाम्रो एउटा रमाइलो गर्ने उमेर जो हाम्रो 20 वर्षदेखि लिएर 50-55 वर्षको जति पनि हाम्रो दाजुभाइ दिदीबहिनीहरू हुनुहुन्छ सबै बाहिर देशमा हुनुहुन्छ। त्यसकारणले गर्दा आजको दिनमा हाम्रो गाउँ मात्रै नभएर नेपाल अधिराज्यको सबै गाउँ नै यस्तै शून्य होला। पहिला हुन्थ्यो भाइटिकाको 3 दिनदेखि पहिला नै हामी के हुन्थ्यो, देउसी खेल्थे, भैलेनी खेल्थे, 10-12 जना टोली खेल्दै गरेको हुन्थ्यो। कहीँ कौडा खेल्दै गरेको हुन्थ्यो, कहीँ मकर झन्डी भन्छ, डाइस भन्छ, डाइस खेल्दै गरेको हुन्थ्यो। कुनै घरमा नाचगान भइरहेको हुन्थ्यो, कुनै घरमा पटाका पड्काउँदै गरेको हुन्थ्यो। त्यस्तोहरू हुन्थ्यो। अहिले सुनसान छ। त्यो यो सुनसानपनलाई चाहिँ तपाईहरूले फोनको मार्फत भिडियो कल गर्नु भएर उहाँहरूलाई रमाइलो पन गराइदिनुहुन्छ भन्ने म आशा राख्दै बिदा चाहन्छु। थ्याङ्क यू।